हेलो गाइस, नमस्ते सबैजनाहरूलाई। मेरो नाम नवीन हो अनि तपाईहरुले देखिराख्नु भएको मुन्ना भ्लग। तो आज मेरो सिन आज छुट्टी छ। म चाहिँ अहिले युके मा छु है। अब युके मा छु। अब म आज चाहिँ जाँदै छु म आज लन्डनतिर मेरो साथीलाई भेट्न। अब खास किन भन्दाखेरि पनि मेरो मम्मीले चाहिँ अब अलिकति सामान पनि पठाइदिनु हो त्यो साथीसँग। त्यही पनि त साथीसँग त सामान पनि पिक गरिन्छ अनि प्लस भेटघाट पनि भइहाल्छ। त्यही भएर जाँदै हो। तपाईहरुलाई देखाउँछु लन्डनतिरको लाइफस्टाइल कस्तो हुन्छ अनि के कसो छ। अहिले चाहिँ म युके को वोस्टर ठाउँमा हो। वोस्टरबाट चाहिँ लन्डन चाहिँ तपाईको ट्रेनमा लाग्छ। धेरै हैन, 2-3 घण्टा लाग्छ। 2-3 घण्टामा चाहिँ हामी लन्डन पुगिहालिन्छ है। अब त्यहाँ गएर तपाईहरुलाई देखाउँछु लन्डनतिरको लाइफस्टाइल कस्तो छ। यताउति तपाईहरुले इन्जोय गर्ने हुनेछ। अब बनाइराख्नु होला मेरो भ्लगमा, तपाईहरुलाई देखाउँछु है। तपाईहरुलाई मैले भेट्छु अब ट्रेनमा। केटाहरु बल्ल बल्ल फाइनली ट्रेनमा चढियो। अब जाँदै हो लन्डनतिर। त्यसको लागि पहिला चाहिँ एउटा त्यो ट्र्याक चेन्ज गर्नु पर्यो मैले है। त्यो जानलाई चाहिँ डाइरेक्ट ट्रेन भएन। त लन्डन प्याङटम भन्ने चाहिँ एउटा स्टेसन चेन्ज गरेर अनि पहिला चाहिँ एउटा स्टेसन चेन्ज गर्नु पर्यो। त्यसपछि अर्को स्टेसनबाट साउथ हल भन्ने चाहिँ एउटा स्टेसन आउँछ। त्यसपछि हो त्यहाँनिर हो म झर्ने। अब त्यहाँ झरेपछि ट्याक्क लन्डन अब घुमिन्छ। धेरै हैन, 1-2 दिनको लागि जाँदै हो म फेरि। किनकि अब त्यस्तो साथ छुट्टी पनि छैन। किन अब मम्मीले सामान पठाइदिनु भएको। अब लिएर आइहाल यार, मनले मानेन। खासै मम्मीसँग त मैले केही मगाएको त होइन। त्यही पनि अब साथीहरू त्यही घरबाटै आउने साथीहरू हो। मलाई पनि थाहा छैन मम्मीले के पठाउनु पर्छ। अब त्यहाँ गएर सानो बक्स रिभिल गर्ने हो। बक्स पनि होइन, अब एउटा झोला पाउँछ। त्यो बिहानदेखि केही खाएन यार। त्यही भएर चाहिँ यसो एउटा के खाम भनेर यसो के किनेको है। एउटा कफी किने मैले। एउटा चाहिँ ब्रेड, एउटा यो नर्मल सफ्ट ब्रेड जस्तो हो, त्यसको भित्र क्रिम हुन्छ। एउटा किने, एउटा चक्लेट किने। अब बोलाएर खरो भयो यार। बिहान त्यत्तिकै उठ्न पनि 12 बजी उठ्यो। आज काम भएन केही। अनि त्यसपछि चाहिँ राति आउँदा ढिलो हुन्छ कामबाट। अनि त्यो सुताइ पनि अलिकति त्यही टाइममा हुन्छ होइन। त्यही भएर चाहिँ बिहान अब छुट्टी छ भनेपछि अनि रिल्याक्स तरिकाले सुतिरहेको थियो अहिले। अब फेरि यही छुट्टीमा घर आउनु पऱ्यो भनेर एकाचोटि डिसिजन गरेर लाग्यो। अब त्यही भएर चाहिँ केही खाइएन। 81 हिँड्दाखेरि लगभग उठेको 1 घन्टाभित्र निस्किसकेको थिएँ। घरमा हेरेर खानेकुरा अहिले त्यसै झापा केही अहिले ब्रेकफास्ट टाइपमा उठ्नु बित्तिकै झापा खान मन लाग्दैन नि त। त्यही भएर चाहिँ अब ब्रेकफास्ट टाइपमा के छ भन्ने कुरा यसो हेर्न खोजिरहेको थिएँ कि खासै केही थिएन। अनि त्यही भएर चाहिँ बाहिरै गएर खान्छु भनेर अनि अहिले मगाएको चाहिँ यति खाएपछि अहिलेलाई आफूलाई आनन्द चिल हुन्छ। एउटा स्टेसनबाट त झरे। स्टेसन पनि कहाँनिर हो, चेन्ज गर्नु जानुपर्ने होइन। अब यो अन्डरग्राउन्ड यस्तो सिन छ। अब यहाँ गएर एउटा अब अर्को ट्रेन चेन्ज गर्ने हो। कन्फ्युज मात्र भइदिरहेको क्या म त कहाँनिर हो भन्ने। हेलो गाइस, अहिले हामी चाहिँ लन्डन सिटीतिर जाँदै हो होइन। मसँग मेरो साथीहरू छन्। हिजो यिनीहरूकै रुममा गएर बस्या हो। हिजो रमाइलो भयो, गफसफ गरियो। अनि जोस् हिजो पुरै अब कति अब नेपालमा हुँदा चाहिँ सँगै हिँडेको थियो। यताउतिको सम्झनाहरू फेरि रिफ्रेस गरियो। त्यसपछि रमाइलो भइरहेको थियो हिजो। अहिले चाहिँ हामी सबैसँगै मिलेर अब लन्डन सिटीतिर जाम। म पनि आएको पहिलोचोटि जाँदै हो होइन। अब केटाहरू पनि भर्खर रिसेन्टली आएको 8-9 दिन भयो। अब जानला हो। त्यहाँको के छ केटाहरू भन्न। अब कस्तो एक्साइटेड भइरहेको लन्डन सिटीतिर। यसो लन्डन ब्रिजहरू हेरौँ यताउति के छ, कतिको एक्साइटेड त छ। जाने हो, रमाइलो गर्ने हो। जाम बोला हेरौँ जाम है। अब बाटो चाहिँ यस्तै छ अहिले। यो चाहिँ त्यहाँ हेर्नु त रेलको पटरीहरू पनि छ। सेम यो सुनौली पारी गोरखपुर आए जस्तो छ कि। यहाँ अगाडि ब्रिज त्यस्तै छ है। ट्रेन अब मेट्रो ट्रेन आयो एउटा मिठो। ठाउँ चाहिँ यस्तो छ कि अहिले यहाँ स्टेसन आइपुग्यो लन्डन जुन जाँदै हो। अब ट्रेन आउँदैछ त्यहाँबाट। अब ट्रेन आइसक्यो।
आइसक्यो यस्तो दामी छ क्या अब हेलो यो अब चाहिँ लन्डन ब्रिजको लागि जाँदैछौँ अब एउटा ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ फेरि है फेरि एउटा अर्को जुब्ली भन्ने जुब्ली हुन्छ सायद फाइनली अब स्टेसनबाट बाहिर निस्कन लागिसक्यो अन्डरग्राउन्ड छ यहाँ पुरै अब कहाँनिर हो स्क्यान हान्नुपर्छ होला यहाँ छिराउने हो ल अब लन्डन सिटी आइयो ट्याक्क लाएर लन्डनको भाइब्स यस्तो छ यहाँ क्राउडेड एरिया छ पुरै हल्का फुल्का चलपल एरिया हो यो लन्डन भनेको चाहिँ स्ट्रिट हो लन्डनको स्ट्रिट हो है यस्तो भाइब्स छ लन्डन अब गाडी आयो एउटा लन्डनको गाडी यस्तो हुन्छ हेर्नु डबल टेकर लन्डनमा पनि यस्तो अलि उस छ के पहिलादेखि क्लासिक घरहरू छ बिल्डिङहरू त्यस्तै बनाएको छ यो स्टेसन लन्डन ब्रिज स्टेसन भनेर लेखेको छ तपाईँले यही कुराले थाहा पाउनुभयो होला कि हामी लन्डनमा छौँ यसलाई फेक नमान्नु होला भनिरहेको तपाईँहरूले देखाएको लन्डनको ठाउँहरू नामहरू सबै है होइन मान्छेको सपना हुन्छ रहर हुन्छ एक लाइफमा एकचोटि भयो नि होइन लन्डनतिर गएर लन्डन ब्रिजतिर गएर फोटो हाल्न पाए हुन्थ्यो भन्ने कुरा हुन्छ होइन या लन्डनतिर घुम्न जान पाए हुन्थ्यो यस्तो ठुलो छ कि बाबा गाइस लन्डन ब्रिज आइसक्यो है देखियो होला के अरे लन्डन ब्रिज लोकेसन यस्तो छ यस्तो बवाल ठाउँ छ फेरि यस्तो बवाल ठाउँ छ के है लन्डन ब्रिज आइगयो नि त साथी के छ त भनेको डेस्टिनेसनमा आइयो फाइनली लन्डन टावर हो खास त है टावर भनिन्छ तर ब्रिज पनि एउटा सर्ट फर्ममा ब्रिज चाहिँ अर्को चाहिँ हो अब त्यहाँ अर्कोमा जान भ्याइन्छ र साथी ओए अर्को लन्डन ब्रिजमा जान भ्याइन्छ त यो त टावर हो नि त लन्डन टावर लन्डन ब्रिजतिर त जान त टाढै छ यार अलि तर यो हेरमै तपाईँहरूलाई नजिकको भाइब्स दिन्छ है तपाईँलाई लन्डन ब्रिज कस्तो हुन्छ अहिले मैले रियलमा फेस गरिरहेको अब यस्तो ठाउँ छ यस्तो पिस ठाउँ छ कि लन्डन भनेको यस्तो ठाउँ हो कि गोरेहरू सबै आफ्नै भाइब्समा छन् यस्तो पानी जम्यो हो क्या यहाँ पुरै पानी छ त्यो खै फ्लो भइरहेको है एकचोटि आउनुपर्छ यहाँ चाहिँ लन्डन लन्डन आएको कामै भएन क्या आउनु पऱ्यो एकचोटि युकेमा आएको काम होइन लन्डन त अब लन्डन तिमीहरूमा बस्छौ होइन म त कति टाढा भएर भए पनि होइन लन्डन त जानै पर्छ भन्ने कुराले आयो नि त त्यही हो एउटा मकसद एउटा चाहिँ एउटा डेस्टिनेसन हो घुम्ने होइन जानै पऱ्यो लाइफमा चाहिँ एकचोटि न एकचोटि पछि के होला भन्ने कुरा हो नि त अहिले जाम भनेर आइदिया हो आइयो मजाले आइयो लन्डनको यस्तो ठाउँ यस्तो मिठो बिल्डिङ छ क्या दुबईमा पनि यस्तै स्ट्रक्चरहरू छ नि त बिल्डिङहरूको लन्डन ब्रिज देखियो त लन्डन ब्रिज सब क्यामेराम्यान बनाएन अहिले है सबै क्यामेराम्यान बनिरहेन अहिले लन्डन ब्रिज आइयो गाइस आइयो फाइनली फुल्ली देखियो लन्डन ब्रिज यस्तो बवाल ठाउँ छ यार एक दिन यो ठाउँमा गाडी लिएर पनि आइन्छ कुनै दिन सक्सेस भएर अलिकति राम्रै भएर लाइफमा एउटा राम्रो मिठो गाडी किनेर सर र फेरि लन्डन घुम्न आउँदै आइन्छ अब त्यो मोटिभले अब अगाडिको फ्युचर चलाउने हो है यस्तो बवाल ठाउँ छ क्या लोकेसन हेर्नु न हाय हाय बिल्डिङहरू
आइए गाइस। देखिछ मेरो क्यामेरामा मजाले देखिछ है। लन्डन ब्रिजमा आयो नि त। कहाँ छ अब के छ त कतिको खुसी लागिरह। ठिक छ रमाइलो छ है। तलपट्टि यस्तो एउटा डेस्टिनेसनहरू पनि छ। उता ब्रिजहरू छ। ओइ केटाहरु आउन हो यता जाउँ न। यो तल लोकेसनमा जानु पर्यो है। तलपट्टि के छ खुसी पानी परिरह है। ऐसा पानी परिरह तो मौसम भी कूल बना है तर पानी नपर्दै हुन्थ्यो या ठुलो डिस्टर्ब हान्छ फेरि। हजुर हजुर के भने कहाँ भने यता जाऊँ न त। होइन म यतापट्टिको पनि यसो सिनेरी लिगौँ भनेर हो के अरे। अब यहाँ बोटहरू हेर्नु होला। यहाँको सिन देखाउँछु मैले। गाइस यो सिप हेर्नु न है यस्तो खतरा छ कि हेर्नु न। बन्दुक सन्दुक राखेर यस्तो मिलिट्री टाइपको छ है यो सिप त। तर सोपी जस्तो हो र होइन होला हिँड्छ होला यो मान्छे पनि छन् नि होइन। यो जस्तो अब कुनै कुनै समुद्र ठुलो ठाउँमा जानलाई चाहिँ यो टावर सावरको लागि काम गर्दो रहेछ कि। यहाँ हेर न टावर सावर पनि छ नि त। उतापट्टि सिप भने यहाँहरूको कस्तो दामी छ क्या। हजुर अँ अहिले यहाँ अब मलतिर जाँदैछौँ। यहाँ एउटा नजिकैको बिल्डिङ पछाडि एउटा यो मल छ। मलतिर जान लाग्यो। एउटा यो मलको भित्र आइयो हामी। यस्तो बवाल लोकेसन छ यो मलको। ट्याक्कै यस्तो समुद्रको किनारै होइन यो मल छ के। यहाँ सिप हेर्नु त यस्तो बवाल लोकेसन छ क्या यहाँको खत्रै। उता लन्डन ब्रिज हो उतै देखिन्छ। यो लन्डन टावर हो होइन। अनि हो यो चाहिँ छ नि यो लन्डन ब्रिज हो के। हो लन्डन ब्रिजै हो कि त्यो लन्डन ब्रिजै हो होइन। त्यो लन्डन टावर हो कि खास भन्नु। फाइनली साथीको रुममा आइयो यहाँ भर्खर। यसो अब केही खाम भनेर यहाँ बिरयानी लिएर आइयो ट्याक्क लाएर। यहाँ एउटा छ तिनजना छौँ अब हामी। खाना खानु पऱ्यो। बिरयानी ल्याएर चिकन बिरयानी प्लस कोक। घुमघाम रमाइलो भयो। जस सिटी हेरेर आइयो। हिँड्दा हिँड्दा पुरै खुट्टा थाक्यो। अब मजाले रेस्ट गर्ने त। आई होप हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्यो होला। लाग्यो भने चाहिँ सपोर्ट गर्नु होला है। बेला बेला समटाइम चाहिँ अब मैले हाल्छु कुनै बेला ब्लग। अनि साथीले के भन्न चाहन्छु? हाम्रो साथीलाई लाइक सेयर सब्सक्राइब गरेर सबैले अगाडि पुर्याउने यो साथी पुरै डिजर्भ छ। डिजर्भ छ है। आज धेरै दुःख गरेँ ब्लग बनाउनको लागि भनेर। मोबाइलको चार्ज पुरै भ्याइयो सकिएको। अब त्यति त गर्नै पऱ्यो। ठिक छ धन्यवाद तपाईँहरूलाई है ब्लग हेरिदिएकोमा। साथीले हामीलाई आज स्पोन्सर हानेको नि दाजु। आज केटाहरूलाई मेरो दर खर्च गराए। अब यहाँ भागा हान्न पर्ने छ। अब भागा बाई धन्यवाद थ्याङ्क यू।